के तपाईँ बिजनेस ओनर हुनुहुन्छ? तपाईँले फेसबुकमा पोस्ट गर्नुहुन्छ, कहिलेकाहीँ बुस्ट पनि गर्नुहुन्छ, तर कस्टमर लिड्स र सेल्स भने सोचे जस्तो आइरहेको छैन। त्यसो हो भने समस्या तपाईँको प्रडक्टमा नहुन सक्छ, समस्या तपाईँको डिजिटल मार्केटिङ सिस्टममा हुनसक्छ। 2026 मा डिजिटल मार्केटिङ भनेको केवल फेसबुक पोस्ट, टिकटक भिडियो वा एड्स चलाउने कुरा मात्र होइन। अब यो एआई, कन्टेन्ट, ट्रस्ट, डाटा, सर्च, फनल र कस्टमर एक्सपिरियन्सको गेम भइसकेको छ। आजको भिडियोमा म तपाईँलाई बताउँछु डिजिटल मार्केटिङ इन 2026 मा हरेक बिजनेस ओनरले जान्नै पर्ने कुरा। मेरो नाम रविन राई, म डिजिटल मार्केटिङ कन्सल्टेन्ट हो र म बिजनेस ओनरलाई मेटा एड्स, लिड जेनेरेसन सिस्टम, ल्यान्डिङ पेज र मार्केटिङ स्ट्राटेजी मार्फत बिजनेस ग्रो गर्न हेल्प गर्छु। यो भिडियो अन्त्यसम्म हेर्नुभयो भने तपाईँले बुझ्नुहुनेछ 2026 मा मार्केटिङ कसरी बदलियो र तपाईँको बिजनेसले अब के गर्नुपर्छ। पोइन्ट नम्बर 1, डिजिटल मार्केटिङ केवल पोस्टिङ होइन। धेरै बिजनेस ओनरको पहिलो गल्ती के हुन्छ भने फेसबुकमा पोस्ट गरिरहेको छु, टिकटकमा भिडियो हालिरहेको छु, त्यसैले डिजिटल मार्केटिङ भइरहेको छ, गरिरहेको छु। तर रियालिटी फरक छ। पोस्टिङ इज नट मार्केटिङ। पोस्टिङ भनेको भिजिबिलिटीको एउटा सानो पार्ट मात्र हो। 2026 मा डिजिटल मार्केटिङ भनेको अडियन्स रिसर्च, क्लियर अफर, भ्यालुएबल कन्टेन्ट, पेड एड्स, ल्यान्डिङ पेज, फलोअप सिस्टम र कन्भर्सन ट्र्याकिङ हो। तपाईँको पोस्ट तपाईँले पोस्ट गर्नुभयो, तर कसको लागि? तपाईँको अफर के हो? कस्टमरले किन तपाईँलाई ट्रस्ट गर्ने? लिड आएपछि फलोअप कसरी गर्ने? यी कुरा क्लियर छैन भने डेली पोस्टिङले पनि सेल्स दिँदैन। पोइन्ट नम्बर 2, एआई रिसर्च र जिइओलाई इग्नोर गर्न मिल्दैन। पहिले कस्टमरले गुगलमा सर्च गर्थे, अब कस्टमरले च्याट जिपिटी, जेमिनी, टिकटक, युट्युब, इन्स्टाग्राम र गुगल सबै ठाउँमा सर्च गर्छन्। यसलाई अहिले सर्च एभ्रिवेयर र जिइओ, जेनेरेटिभ इन्जिन अप्टिमाइजेसन भनिन्छ। 2026 मा एआई सर्च, एआई एन्सर्स, सोसियल सर्च र जेरो क्लिक सर्च धेरै महत्त्वपूर्ण बन्दै गइरहेको छ। रिसेन्ट डिजिटल मार्केटिङ रिपोर्ट्सले एआई सर्च, सोसियल सर्च, प्राइभेसी फर्स्ट डाटा, पर्सनलाइजेसन र सर्ट फर्म भिडियोलाई 2026 को मुख्य ट्रेन्ड्स मानेको छ। यसको मतलब के हो भने तपाईँको बिजनेस अनलाइनमा स्पष्ट देखिनुपर्छ, वेबसाइटमा क्लियर इन्फर्मेसन हुनुपर्छ, गुगल बिजनेस प्रोफाइल अपडेट हुनुपर्छ, फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटकमा कन्सिस्टेन्ट मेसेज हुनुपर्छ, कस्टमर रिभ्युज, फ्याक्स, रिभ्यू, डिटेल्स, लोकेसन, प्राइसिङ आइडिया, रिजल्ट, टेस्टिमोनियल सबै अनलाइनमा एभाइलेबल हुनुपर्छ। किनभने अब एआईले पनि तपाईँको ब्रान्डबारे अनलाइन इन्फर्मेसनबाटै एन्सर बनाउँछ। यसको मतलब के हो? तपाईँको बिजनेस अनलाइनमा स्पष्ट देखिनुपर्छ, वेबसाइटमा क्लियर इन्फर्मेसन हुनुपर्छ, गुगल बिजनेस प्रोफाइल अपडेट हुनुपर्छ, फेसबुक, इन्स्टाग्राम, टिकटकमा कन्सिस्टेन्ट मेसेज हुनुपर्छ, कस्टमर रिभ्युज, एफएक्युज, सर्भिस डिटेल्स, लोकेसन, प्राइसिङ आइडिया, रिजल्ट, टेस्टिमोनियल्स सबै अनलाइन एभाइलेबल हुनुपर्छ। किनभने अब एआई तपाईँको ब्रान्डबारे अनलाइन इन्फर्मेसनबाटै एन्सर बनाउँछ। पोइन्ट नम्बर 3, ट्रस्ट बेस्ड कन्टेन्ट सबैभन्दा ठुलो एसेट हो। 2026 मा कस्टमर पहिलेभन्दा स्मार्ट भइसकेका छन्। उनीहरू केवल बेस्ट सर्भिस लेखेको देखेर विश्वास गर्दैनन्। कस्टमरले हेर्छ यो बिजनेस रियल हो कि होइन, यो पर्सनलाई आफ्नो फिल्ड थाहा छ कि छैन, प्रिभियस क्लाइन्ट्सको फिडब्याक कस्तो छ, कन्टेन्ट युजफुल छ कि छैन, कन्टेन्ट युजफुल छ कि
केवल सेल्स पिच मात्र। त्यसैले तपाईको कन्टेन्टले 3 कुरा गर्नुपर्छ। यी 3 कुरा गर्नुपर्छ। पहिलो, एजुकेट गर्नुपर्छ। दोस्रो, ट्रस्ट बिल्ड गर्नुपर्छ। तेस्रो, एक्सन लिने मोटिभेट गर्नुपर्छ। उदाहरणका लागि, यदि तपाईँ क्याफे ओनर हुनुहुन्छ भने केवल फुड फोटो पोस्ट गरेर हुँदैन। तपाईले कस्टमर एक्सपिरियन्स, अफर, लोकेसन, रिभ्युज, बिहाइन्ड द सिन्स, स्पेशल मेनु र रिजन्स टु भिजिट देखाउनुपर्छ। यदि तपाईँ सर्भिस बिजनेस हुनुहुन्छ भने टिप्स, मिस्टेक्स, केस स्टडिज, प्रोसेस, एफएक्युज, बिफोर आफ्टर एन्ड क्लाइन्ट रिजल्ट्स सेयर गर्नुपर्छ। पोइन्ट नम्बर 4, तपाईले एड्स चलाउनु अगाडि फनेल चाहिन्छ। यदि बिजनेसले एड्स चलाउँछन् तर रिजल्ट आउँदैन, किनभने एड्स प्रब्लम होइन, सिस्टम प्रब्लम हो। एडले मान्छे ल्याउँछ तर कन्भर्सन गराउने काम अफर, ल्यान्डिङ पेज, ट्रस्ट, फलोअप र सेल्स प्रोसेसले गर्छ। 2026 मा सक्सेसफुल डिजिटल मार्केटिङ फनल यस्तो हुनुपर्छ। एटेन्सन, कस्टमरका प्रब्लममा हुक गर्ने कन्टेन्ट वा एड। इन्ट्रेस्ट, उनीहरूलाई भ्यालु दिने मेसेज। ट्रस्ट, प्रुफ, टेस्टिमोनियल्स र केस स्टडी हुनुपर्छ। एक्सन, क्लियर सिटिए, बुक नाउ, मेसेज अस, कल नाउ। फलोअप, व्हाट्सएप, इमेल, कल, रिटार्गेटिङ। यदि तपाईँले केवल बुस्ट पोस्ट गरेर कस्टमर एक्सपेक्ट गर्नुहुन्छ भने त्यो ग्याम्बलिङ जस्तो हुन्छ। तर फनेल बनाएर एड्स चलाउनु भयो भने त्यो सिस्टम बन्छ। पोइन्ट नम्बर 5, पर्सनल ब्रान्ड अब अप्सनल होइन। बिजनेस ओनर आफै ब्रान्ड बन्नु 2026 मा धेरै पावरफुल छ। किनभने people don't only buy products, people trust people. तपाईको फेस, भोइस, नलेज, स्टोरी र एक्सपिरियन्सले ट्रस्ट बिल्ड गर्छ। बिजनेस पेजमा पोस्ट गर्नुहोस् तर तपाईँ आफै पनि अगाडि आउनुहोस्। सर्ट भिडियो बनाउनुहोस्, कस्टमरका कमन क्वेसन एन्सर गर्नुहोस्, आफ्नो जर्नी सेयर गर्नुहोस्, मिस्टेक्स, लर्निङ, प्रोसेस, रिजल्ट सबै देखाउनुहोस्। पर्सनल ब्रान्डले तपाईलाई कम्पिटिटर्सबाट अलग बनाउँछ। सेम प्रडक्ट धेरैले बेच्न सक्छन् तर तपाईको ट्रस्ट, पर्सनालिटी र एक्सपर्टिज अरू कसैले कपी गर्न सक्दैन। पोइन्ट नम्बर 6, डाटा र रिटार्गेटिङ बिना ग्रोथ कठिन हुन्छ। 2026 मा स्मार्ट बिजनेसले गेस गरेर मार्केटिङ गर्दैन। दे युज डाटा। कुन एड चलेको छ, कुन भिडियोबाट इन्क्वायरी आयो, कुन ल्यान्डिङ पेजले लिड दिइरहेको छ, कुन अडियन्सले म्यासेज गरिरहेको छ, कुन अफरले कन्भर्सन गरिरहेको छ। यी डाटा ट्र्याक गर्नुपर्छ अनि रिटार्गेटिङ पनि गर्नुपर्छ। किनभने सबै कस्टमर पहिलो पटकमै बाई गर्दैनन्। कसैले भिडियो हेर्छ, कसैले वेबसाइट भिजिट गर्छ, कसैले मेसेज गर्छ तर रिप्लाई गर्दैन, कसैले फर्म भर्छ तर कल बुक गर्दैन। यस्ता वार्म अडियन्सलाई सही मेसेज देखाउनु नै रिटार्गेटिङ हो। कोल्ड अडियन्सलाई मात्र एड्स देखाएर खर्च गर्नुभन्दा वार्म अडियन्सलाई फलो अप गर्नु धेरै इफेक्टिभ हुन्छ। सो 2026 मा डिजिटल मार्केटिङको रियल फर्मुला यस्तो हो। कन्टेन्ट बनाउनुहोस् तर स्ट्राटेजी सहित, एड्स चलाउनुहोस् तर फनेल सहित, एआई टुल्स प्रयोग गर्नुहोस् तर ह्युमन ट्रस्ट नहराउनुहोस्, वेबसाइट र ल्यान्डिङ पेज बनाउनुहोस् तर कन्भर्सनको लागि, सोसियल मिडियामा देखिनुहोस् क्लियर पोजिसनिङ सहित। याद राख्नुहोस्, डिजिटल मार्केटिङ भनेको र्यान्डम पोस्टिङ होइन। डिजिटल मार्केटिङ भनेको कस्टमरलाई अट्र्याक्ट गर्ने, ट्रस्ट बिल्ड गर्ने, लिड जेनेरेट गर्ने र सेल्समा कन्भर्ट गर्ने कम्प्लिट सिस्टम हो। यदि तपाईँ बिजनेस ओनर हुनुहुन्छ
र तपाईँलाई आफ्नो बिजनेसको लागि क्लियर डिजिटल मार्केटिङ चाहिएको छ भने म तपाईँलाई 1-to-1 फ्री डिजिटल मार्केटिङ कन्सल्टेसन कलमा इन्भाइट गर्छु। यदि तपाईँ बिजनेस ओनर हुनुहुन्छ र तपाईँलाई आफ्नो बिजनेसको लागि क्लियर डिजिटल मार्केटिङ स्ट्राटेजी चाहिएको छ भने म तपाईँलाई 1-to-1 फ्री डिजिटल मार्केटिङ कन्सल्टेसन कलमा इन्भाइट गर्छु। यस कलमा हामी तपाईँको बिजनेस, करेन्ट प्रब्लम, अडियन्स, अफर, कन्टेन्ट, एड्स र ग्रोथ प्लान बारे डिस्कस गर्नेछौँ। यस कलमा हामी तपाईँको बिजनेसको करेन्ट प्रब्लम, अडियन्स, अफर, कन्टेन्ट, एड्स र ग्रोथ प्लान बारे डिस्कस गर्नेछौँ। तल डिस्क्रिप्सनमा लिङ्क छ। बुक योर फ्री कन्सल्टेसन नाउ। म रविन। See you in the next video. Thank you.